मेरो नाम चाहिँ मानव भाट हो। कर्सिभ इक्जाममा चाहिँ मेरो ऱ्याङ्क 1 आएको थियो। चाहिँ म सेन्ट जेभियरमा पढिरहेको छु। मलाई चाहिँ यो ब्रिज कोर्स ब्यान गरेको किसिम चाहिँ ठिकै लाग्यो। तर फर्स्टको 1 महिना चाहिँ मैले टोटली किताब नै समातेन। मेरो स्कुलिङ चाहिँ मेरो कञ्चनपुरबाट सुरु भएको थियो। सिरियस ब्याच नै त्यो एससीको ब्याच हुन्थ्यो। मेरो एससीमा चाहिँ 3.91 जिपी आएको थियो। अनि इन्ट्रान्समा चाहिँ ब्रिज कोर्समा पढेको जस्तै क्वेसन चाहिँ आउँछ एमसिक्यूमा फोकस गर्ने। त्यसले मैले रिभिजन चाहिँ चाहिन्छ भन्नु खोजेको। केटी म्याट्रिकको इक्जाम दिन्छु भनेर नै सोचेको थिएँ मैले पहिलाबाट। अब पनि 15 दिन पढ्छु भन्ने नाम निस्किन्छ होला। 30 मार्क्स साइन्सबाट खोज्छ, 30 मार्क्स म्याथबाट सोध्छ, अनि 30 इङ्ग्लिस अनि 10 मार्क्स चाहिँ क्विजबाट। तपाईँले ब्रिजको जोइन गरेको हुँदैन। अनि तिनीहरूको तुलनामा मलाई चाहिँ अलि सजिलो भएको छ। चाहिँ 2टा अप्सन छ, एउटा केटी म्याट्रिक स्कलरसिप अनि एउटा चाहिँ यो कलेजहरूमा गएर त्यो इन्ट्रान्स दिने।
अब मेनली भन्नुपर्दा चाहिँ मैले त्यस्तो धेरै इन्ट्रेस्ट पनि दिइनँ। मैले इलेभेनको पनि पढ्नुपर्छ भने पढ्ने त्यो विद्यार्थीमा डिपेन्ड पर्छ क्या तिमीले कुन कलेजमा इन्ट्रेस्ट
गार्जेनहरूलाई पनि ल तपाईँको बच्चाहरूले चाहिँ यो माहौलै यस्तो थियो कि भाइ हामीले बुझेको मलाई पनि यो माहौल चाहिँ चित्त नबुझायो पहिलादेखि कि गार्जेनलाई पनि तपाईँको बच्चाले बिचकोस गरेर तपाईँ नाम निकाल्न सक्दैन होइन त्यस्तो माहौल भइदियो कि तर त्यो होइन नि त खासमा धेरैले बिचकोस नगरेर नाम निकाल्छ होइन मैले आफै कहिले नगरेर नाम निकालेँ होइन अरू होइन तिमीले पनि अलिअलि आफै थाहा सुन्दाखेरि होइन धेरै सो ठिक छ यार म चाहिँ गभर्मेन्टको डिसिसनमा चाहिँ एकदम सेटिस्फाइड छु मेरो विचारमा चाहिँ यो ब्रिज कोर्स भनेको अब क्लास 11 को कोर्स हाम्रो अलगै हुन्छ सिम्पल हुन्छ अनि क्लास 11 मा जाँदा चाहिँ अलिक कता कोर्स पनि भास्ट हुन्छ के साइन्स पढ्ने भने त अलि हार्ड नै हुन्छ अनि त्यो ग्यापलाई फुलफिल गर्नलाई विद्यार्थीले प्रिपेयर गर्ने समय हो तर प्रिपेयर चाहिँ अलि भनौँ न अलिक त्यस्तो धेरै प्रेसर फिल गराएर गर्नु सक्दैन अनि त्यो मेन्टली प्रेसर ब्रिज कोर्स नै पढ्नुपर्छ यस्तो गर्नुपर्छ भन्ने चाहिँ छैन आफैले सेलेक्ट गर्दा हुन्छ तर आफैले पढ्दा चाहिँ फाइदा हुन्छ क्लास 11 मा जाँदा चाहिँ मेनली टपिकहरू हामीले सुनेकै हुन्छौँ पढेकै हुन्छौँ त्यसले गर्दा चाहिँ क्लास 11 त्यति हार्ड लाग्दैन नत्र भने त क्लास 10 पछि 11 मा जाने भने हार्ड नै हुन्छ त्यसैले ब्रिज कोर्स पढ्नु पनि ठिकै हो तर ब्रिज कोर्सको नाममा जुन यो बिजनेस हुन्थ्यो त्यसले चाहिँ सरकारले ब्यान गरेको हो अनि यदि विद्यार्थीहरूलाई इन्ट्रेस्ट छ पढ्ने इन्ट्रेस्ट छ भने तिनीहरूले आफै पनि पढ्नै हाल्छ सेल्फ स्टडी नै हो सब तपाईँहरू पनि हाम्रो मानव जस्तै अब आउने अपकमिङ वर्षमा चाहिँ डिफ्रेन्ट टप कलेजमा स्कलरसिप सेन्ट जेभियर्स माइतीगर कलेजमा स्कलरसिप महानगर स्कलरसिप डिफ्रेन्ट टप कलेजमा आफ्नो एडमिसन सेक्युर गर्न चाहनुहुन्छ भने यो छोटो समयमा हामीले तपाईँहरूको लागि प्रिपेयर गरेको एउटा बेस्ट थिङ म सो गर्न चाहन्छु लेट्स मुभ है त यो चाहिँ हाम्रो ड्रिमर लाइभ क्लास छ है त अ क्लास बाई एक्स जेबेरियन यो कुरा हामी बुझ्न सक्छौँ सो पहिला कुरा त म एक्सप्लेन गरिदिन्छु यो हाम्रो ब्रिज कोर्स चाहिँ होइन है त ब्रिज कोर्स भनेको हामीले 10, 11 जोड्ने होइन यो चाहिँ हाम्रो एमसीक्यू प्रिपरेसन क्लास हो है त एमसीक्यू प्रिपरेसन क्लास हो जसमा हामीले चाहिँ तपाईँहरूलाई 8, 9, 10 को कुरा जुन हामीले सब्जेक्टिभ प्याटर्नमा पढेको हुन्छौँ स्कुलमा त्यसलाई एमसीक्यू प्याटर्नमा र यसै गरी कसरी एमसीक्यू सल्भ गर्ने कसरी पास्ट क्वेसन सल्भ गर्ने यो चाहिँ हामी यो क्लासमा गर्नेछौँ है त सो फिचर्सहरू भन्छु है त हामीले यसमा पास्ट इयर क्वेसन अफ अल कलेज तपाईँको सेन्ट जेभियर्स माइतीगर कलेजको काठमाडौँ मेट्रोको स्कलरसिप यो ल त सबै गर्छौँ नै गर्छौँ यो सँगै अरू कलेजकोहरूको पनि पास्ट इयर क्वेसन हामी सबै सक्छौँ किनकि पास्ट इयर क्वेसन गऱ्यो भने आफूलाई आइडिया हुन्छ यो च्याप्टरबाट यस्तो क्वेसन सोध्दै रहेछ भनेर सो हामी सबै पास्ट इयर क्वेसन हामी लाइभ क्लासमा गर्नेछौँ र हाम्रो क्लास 2 आवर क्लास रेगुलर क्लास हुनेछ टिल तपाईँको इन्ट्रान्सको अगाडि दिन्छौँ हामी क्लास लिन्छौँ र अब कसैलाई अब टाइम नभएको बेला हामीले रेकर्ड लेक्चर पनि प्रोभाइड गर्छौँ हामीले अब क्लास तपाईँ टाइममा लिन सक्नुहुन्न भन्यो भने तपाईँलाई हामी रेकर्ड लेक्चर पनि प्रोभाइड गर्छौँ मजाले है त अनि विकली अनलाइन टेस्ट जसमा हाम्रो टेस्टको प्याटर्न के हुन्छ भन्दाखेरि तपाईँको सेन्ट जेभियर्स कलेजको पास्ट क्वेसनको फर्मेटमा टेस्ट हुन्छ महानगरको फर्मेटमा टेस्ट हुन्छ यसरी विकली डिफ्रेन्ट कलेजहरूको फर्मेट बनाएर हामीले सेम प्याटर्नमा हामीले मक टेस्ट लिन्छौँ तपाईँहरूको टेस्ट अनि त्यसमा तपाईँले आफूलाई चेक गर्न सक्नुहुन्छ मेरो लेभल कतिको रहेछ मैले कति मार्क्स ल्याउनु पर्ने रहेछ भनेर सो त्यो हिसाबको हामीले गाइडेन्स पनि दिनेछौँ र सबसे बेस्ट विथ एज द इन्ट्रान्स बुक पनि तपाईँले पाउनु हुने रहेछ यो बुक एज द इन्ट्रान्स बुक है त अ बुक बाई पास्ट सेन्ट जेभियर स्टुडेन्ट यसै गरी गाइडेन्स अबाउट अल कलेज तपाईँले चिन्तै गर्नु पर्दैन अब है त होइन गाइडेन्स अबाउट अल कलेज हामीले तपाईँले अब कुन कलेजको इन्ट्रान्स कति बेला हुन्छ सिलेबस के छ सबै कुराहरू हामी तपाईँलाई मजाले गाइड गर्नेछौँ र विकली इन्सपायर सिरिज हप्तामा हामीले एक दिन इन्सपायर सिरिज राख्नेछौँ जसमा हामी तपाईँको सेन्ट जेभियर्स कलेजको टपरहरू है त डिफ्रेन्ट मेडिकल फिल्ड इन्जिनियरिङ फिल्ड आइटी फिल्ड बाहिर फरेनमा राम्रो गरेको टप सेक्टरमा गरेको मान्छेहरूलाई त हामीले लाइभमा ल्याएर तपाईँहरूसँग इन्ट्रेक्सन गराउँछौँ आफ्नो जर्नी सेयर गर्छौँ र सबैलाई तपाईँ आफै इन्सपायर हुनुहुन्छ उहाँलाई पनि है त हाम्रो टार्गेट यो छोटो समयमा मोर देन 10,000 एमसीक्यू पास्ट क्वेसन सक्ने हुन्छ हाम्रो है त सो वाइ टु चुज ड्रिम वाइ टु ड्रिम विथ अस वाइ टु ड्रिम विथ अस है त सो यसमा हामीले डाउट सल्भिङ सेसन गर्नेछौँ विथ ऱ्याङ्क होल्डर अफ हाम्रो सेन्ट जेभियर्स कलेजको भाइ बहिनीहरूलाई राखेर महानगर स्कुलको टपरलाई हामी एक्स जेभियरियन सबै बसेर तपाईँलाई मेन टु मेन गाइड गरेछौँ हामीले र डिफ्रेन्ट मोटिभेसन सेमिनार पनि हामी कन्डक्ट गर्नेछौँ यो चाहिँ हाम्रो सिइस कोचिङबाट र ड्रिमर लाइभ क्लास चाहिँ हाम्रो कहिलेबाट स्टार्ट हुन्छ भन्दाखेरि तपाईँको अफिसियल्ली क्लास स्टार्ट हुन्छ हाम्रो वैशाख 8 गतेबाट ट्युसडेबाट स्टार्ट हुन्छ क्लास टाइम चाहिँ हाम्रो 6 to 8 PM हो सो तपाईँ इनरोल हुन सक्नुहुन्छ है त र भाइ बहिनीहरू ड्रिमर लाइभ क्लास चाहिँ कसरी जोइन गर्ने थियो धेरैलाई लाग्छ कसरी जोइन गर्ने भनेर सो यसमा चाहिँ हामीले माथिको सबै जति पनि फिचर्सहरू छ only at cost 1449 मा विथ बुक चाहिँ तपाईँले प्रोभाइड गर्नेछौँ बुक चाहिँ हाम्रो एज द इन्ट्रान्स बुक अ बुक बाई सेन्ट जेभियर्स पास्ट स्टुडेन्ट लेखेको बुक है त यो सँगै एउटा बुकसँगै तपाईँलाई हामी होल प्याकेज दिन्छौँ जम्मा 1449 मा र हाम्रो के छ भन्दाखेरि धेरै भाइ बहिनीहरूले बुक अगाडिदेखि नै किनिसक्नु भएको छ सो उहाँहरूलाई चाहिँ क्लास जोइन हुन्छ भने जस्ट 99 मा क्लास जोइन गर्न सक्नुहुन्छ विदाउट बुक र म के सजेस्ट गर्छु भन्दाखेरि बुक किन्नु भएको छैन भने यु क्यान हेभ अ बुक साइट म यो नै तपाईँलाई सजेस्ट गर्छु किनकि बुक भयो भने आफूलाई पनि रिभाइज गरेर एमसिक्यू सल्भ गरेर पास्ट क्वेसन सल्भ गरेर आफै पनि आफूलाई एउटा मेन्टल टाइपको हुन्छ
है त सबै कुराहरू जम्मा तपाईँको 1449 मा तपाईँको हामीले यो इन्ट्रान्समिसनकोमा रेभोल्युसनै ल्याएको भन्नुहुन्छ। पहिला तपाईँको 15 देखि 20,000 क्लासहरूको क्लास नै हुन्थ्यो होइन, त्यसपछि तपाईँको फेरि भ्यालीभित्र आएर अरू कस्ट मोर देन तपाईँको 50-60K खर्च हुन्थ्यो। सो जस्ट 1499 मा तपाईँ आफ्नो प्यासनलाई फलो गर्दै केही छोटो समय इन्ट्रान्समिसनलाई दिएर है त +2 मा स्कलरसिपमै 2-3-4 लाखको स्कलरसिपमै पढाउन सक्नुहुन्छ। सो फुल गाइड हामी गर्नेछौँ है त। यसको लागि तपाईँ रजिस्टर गर्नुपर्ने हुन्छ। सो यो नम्बरमा अथवा यो नम्बरमा तपाईँ हामीले वाट्सएप कल भाइबर जे पनि गर्न सक्नुहुन्छ। सो लेट्स कन्टिन्यू द इन्ट्रान्स जर्नी। तपाईँको ड्रिम हामी द ड्रिमर्ससँग हामी सँगै जाऊँ है त। तपाईँहरूलाई हामी अन्तिमसम्म गाइड गर्नेछौँ। यो चाहिँ अब है त केही मैले कुरा सेयर गरेँ। यो हाम्रो बुकको पहिलो एडिसनबाट हाम्रो धेरैले निकालेको भाइ बहिनीहरूको धेरैको चाहिँ हाम्रो के छ राम्रो रेटिङ आएको छ। सो यु क्यान बी द नेक्स्ट दिस पिपुल। थ्याङ्क यू सो मच। भाइले क्लास 10 देखि महानगर स्कुल निकाल्दाखेरिको चाहिँ के गर्यो, जर्नी के छ एक्चुअली त्यो भन्नु। हजुर, म मेनमा चाहिँ त्यही नै भन्छु। मेरो महानगरको जर्नीको बारेमा भन्छु, किनभने मेरो राम्रो स्कोर भएको चाहिँ त्यो मानेको। स्कुल कति थियो? मेरो 95 थियो। 100 मा होइन? हजुर। अनि मेनली भन्दा चाहिँ विद्यार्थीले त्यस्तो प्रेसर फिल गर्नु पर्दैन, किनभने पेपर एकदमै सिम्पल हुन्छ। अब सिम्पल भनेको पनि कम्पिटिसन चाहिँ हाई नै हुन्छ। अनि यदि 16 देखि 20,000 इन्ट्रेस्ट छैन? 15-16 इन्ट्रेस्ट। अनि पेपर त्यति हार्ड किनकि क्लास 10 हुन्छ, सिडिसीमा फोकस हुन्छ। अनि तर पनि विद्यार्थीहरू धेरै दिने भएकोले यदि 90 मार्क्स ल्याउँछन् भने पनि 90 ल्याउनु धेरै नै हुन्छन्। त्यसले गर्दा अब सेन्ट जेभियर नै पढ्नु छ भने त छुट्न सक्छ। अनि कोटामा छ भने निस्किन्छ, नत्र मेनली चाहिँ निस्किँदैन। तर यो साल चाहिँ निस्केको थियो। सेन्ट जेभियरमा 87 आई थिङ्क 87 सम्मले कोटाबाट पाएको थिएँ। हजुर। अनि त्यस्तो कम्पिटिसन त्यति भनौँ न, कम्पिटिसन अलिक हाई नै हुन्छ। पेपर हार्ड नभए पनि पेपर जति सजिलो भयो त्यति बढी कम्पिटिसन हुन्छ, त्यति बढी कटलाइन हुन सक्छ। त्यसैले चाहिँ बेसी चाहिँ गर्नु हुँदैन, आफूले मिस्टेक गर्नु भएन। सिली मिस्टेक्सहरू गरे त अब 1-2 मार्क्स पनि धेरै ऱ्याङ्क तल माथि हुन सक्छ। त्यसैले चाहिँ अब रिभिजन चाहिन्छ। क्लास 10 सम्म हामीले पढेको छौँ, क्लास 10 के सोध्छ, 10 को पढेको कुरा छ भने चाहिँ सकिन्छ। तर अब यो एसई पछि अब हाम्रो के छ भने किताब छ भने मान्नु हुँदैन। इभन मेरो पनि त्यही थियो। मैले त क्लास 10 सिकेपछि किताबहरू पनि सबै बिर्सिसकेको थिएँ। अनि पछि रियलाइज भयो मलाई त अब क्लास 10 को किताबहरू चाहिन्छ। अनि फेरि मैले कुनै साथीहरूले सोधेर यस्तो किताबहरूको व्यवस्था गरेको थिएँ। अनि मैले पढ्ने स्टार्ट गरेको त लास्टको 15 दिन नै हो। त्यसैले अहिले त्यस्तो हात्तिनु पर्दैन। 1 महिना बिता भए पनि टाइम चाहिँ छ। 15 दिनमा पढेर पनि अब त्यो के हो भने पढ्न चाहिँ लास्टको 15 दिन पढेको हो। तर क्लास 10 मा बेसिक एकदमै राम्रो थियो। क्लास 10 मा के हुन्थ्यो भने अब मैले अघि नै भनिसकेँ एमसिक्यू बेस्ड हुन्थ्यो। अनि एमसिक्यू बेस्ड भन्दा पनि अरू चिजमा त्यति फोकस नभए पनि मेरो साइन्समा चाहिँ बढी फोकस थियो। के लाग्थ्यो भने एमसिक्यूमा साइन्समा 11 मिलाएपछि एससीमा मजाले A+ आउँछ। अनि के थियो भने क्लास 10 मा चाहिँ यो साइन्सको एमसिक्यूहरू अलिकता धेरै नै कन्सेप्चुअल सोध्ने गर्थ्यो। सिलेबसको आउटबाट पनि आउँथ्यो कि जस्तो लाग्थ्यो मलाई, तर त्यति सिलेबसको आउटबाट होइन। त्यो चाहिँ मैले पछि रियलाइज गरेँ त्यो अलि कन्सेप्चुअल रहेछ क्वेसन। टिचरले भनेको जस्तो नमिल्न पनि सक्छ, तर त्यही कुरा किताबमा लेखेको हुन्छ। किताबमा सानो अक्षरमा एउटा वर्ड लेखेको हुन्छ। अनि त्यही कुरालाई विद्यार्थीले बुझेको छ कि छैन भनेर एक्जाममा घुमाएर सोध्छ। अनि घुमाएर सोध्दा पनि त्यति अप्ठ्यारो चाहिँ हुँदैन। र के हुन्छ भने अप्सन पनि कस्तो हुन्छ, यो पनि राइट हुन सक्छ, त्यो पनि राइट हुन सक्छ। त्यसले गर्दा अलिक कन्फ्युजन क्रिएट गर्छ। अनि राइट आन्सर चाहिँ को भन्नेमा अलिक झुक्क्याउन सक्छ। त्यसको लागि त्यसैले मैले रिभिजन चाहिँ चाहिन्छ भन्न खोजेको। अनि पढेको क्लास 10 मै हुन्छ, लास्टको 15 दिन रिभिजन गर्दा हुन्छ। माना पाइ अनि उसले जुन 15 दिनको समय थियो नि त्यसमा चाहिँ आफूले कसरी प्रयोग गरेर लास्टमा अब त्यसको कुरा गर्दा चाहिँ म पहिला पञ्चपुर नै थिएँ। म लास्टको एसई आउनुभन्दा 1 दिन पहिला चाहिँ यहाँ काठमाडौँ आएको थिएँ। अनि त्यो पछि चाहिँ अब मैले इन्ट्रान्स दिने पनि ट्राई गरेको त्यो ठाउँमा। त्यस्तो खास चाहिँ राम्रो लागेन मलाई इन्ट्रान्सहरू, किनभने आफूले सोचे जस्तो मार्क्स चाहिँ आउँदै थिएन। अनि मेरो अलिकता टाइम पनि वेस्ट हुँदै थियो त्योहरूमा। कस्तो भने अब कलेजहरू खोज्नुपर्ने, कलेजहरू खोजेर जानुपर्ने, गएपछि अलिकता मार्क्स कमाएपछि डिस्कसन हुन्थ्यो साथीहरूसँग, अनि टाइम धेरै नै लाग्थ्यो त्योमा। अनि मैले के रियलाइज गरेँ भने म चाहिँ मेनमा केटी म्याट्रिकको इक्जाम दिन्छु भनेर नै सोचेको थिएँ मैले पहिलाबाट। अनि त्यसको चाहिँ एउटा राम्रो अपर्च्युनिटी पनि थियो मलाई, किनभने
मैले चाहिँ सरकारी पढेको थिएँ अनि मलाई कोटा पनि हुन्थ्यो अनि मलाई चाहिँ अलिक सजिलो हुन्थ्यो अरूभन्दा नाम निकाल्नलाई त्यसैले अलिकता कन्फिडेन्ट थिएँ अनि मेरो विचार चाहिँ के थियो भने यदि अब पनि 15 दिन पढ्छु भने नाम निस्किन्छ होला अनि मैले युट्युबतिर पनि यसो हेरेँ भिडियोहरू अनि भिडियोहरूमा के भन्थ्यो भने जस्तै पहिला नाम निकालेको दाइदिदीहरूले म दिनको 15-16 घन्टा पढ्थेँ लास्ट 1 हप्ता पढेँ अनि नाम निस्क्यो अनि म चाहिँ अलिक आत्ती त्यो देखेर अनि त्यसैले पनि मैले लास्ट 1 हप्ता पढेर चाहिँ हुँदैन म 15 दिन पहिल्यै पढ्छु तर कम पढ्छु भन्ने मेरो प्लान थियो अनि फेरि चाहिँ मैले एकदमै त्यो चिल भएर आरामले पढेँ मैले त्यो टाइममा चाहिँ त्यस्तो अरू टाइममा त्यति सिरियस थिएन तर त्यो 15 दिन चाहिँ मैले त्यस्तो बाहिर पनि घुम्न गएन सुत्न चाहिँ म 8-9 घन्टा सुत्थेँ अनि त्यो पछि अरू टाइम चाहिँ म मेनली पढ्थेँ सोसियल मिडियाको डिस्ट्र्याक्सन सबैले अफ गरेर अनि पढ्न पनि त्यस्तो के नयाँ कुरा पढ्नुपर्ने छैन त्यो क्लास 10कै कुरा रिभाइज गर्थेँ म मैले पहिला भने जस्तै मेनली चाहिँ क्लास 10कै कुराहरू सोध्ने हो कन्सेप्चुअल कुरा सोध्ने हो त्यो कुरा भुलेका हुन्छ त्यो कुरालाई रिभाइज गर्ने समय चाहिँ त्यो हो त्यसको लागि धेरै समय चाहिन्छ भन्ने हुँदैन अनि पढेको कुरा पनि कहिलेकाहीँ अलिक धेरै नै डिटेलमा पढेपछि त्यो कुरा भुल्ने पनि हुन्छ त्यसै चाहिँ म एउटा नोट्स लेख्थेँ नोट्समा फेरि म एनालाइज गर्थेँ मेरो कुन सब्जेक्टमा कति मार्क्स आउँछ भनेर एमसिक्यू सल्भ गरेर आफैले घरमा ट्राई गर्थेँ मेरो कुन सब्जेक्ट चाहिँ अलिक विक छ अनि त्यो अहिले मैले के थाहा पाएँ भने मेरो अलिकता इङ्ग्लिसको ग्रामरहरू अलिक हार्ड लाग्थ्यो मलाई त्योमा चाहिँ अलिक मार्क्स कमाउने सम्भावना देखेँ अनि 10 मार्क्स चाहिँ हाम्रो यो केटी मेट्रिक इक्जाममा त्यो क्विजबाट पनि सोध्ने गर्छ हजुर अनि टोटल सिलेबसको कुरा गर्दा चाहिँ 30 मार्क्स साइन्सबाट खोज्छ 30 मार्क्स म्याथबाट सोध्छ अनि 30 इङ्ग्लिस अनि 10 मार्क्स चाहिँ क्विजबाट त्यस्तो खोज्ने गर्छ अनि त्यसमा पनि साइन्स अब मैले क्लास 10 राम्रो पढेको थिएँ अनि त्यो रिभाइज गर्दा पुग्यो अनि म्याथ पनि क्लास 10कै कुराले रिभाइज गर्दा पुग्यो म्याथको फर्मुलाहरू हेर्दा पुग्यो अनि म्याथमा चाहिँ अलिक क्यालकुलेटर युज हुँदैन त्यसको लागि हात्तिनु पर्दैन किनभने 3 घन्टाको समय हुन्छ 3 घन्टामा अब क्यालकुलेसन गर्न सकिन्छ टाइम लाग्यो भने गर्न सकिन्छ 3 घन्टामा अनि म्याथ र इङ्ग्लिस म्याथ र साइन्स चाहिँ मैले त्यसरी त्यस्तो हात्तिनु पर्ने कुरा भएन त्यसो इजी नै भइहाल्यो मेरो लागि अनि त्यो पछि इङ्ग्लिसको चाहिँ ग्रामरमा 3-4 क्वेसन अलिकता झुक्काने खालि सोध्छ कि जस्तो लागेको थियो मैले पार्सियल पेपर पनि हेरेको थिएँ अनि त्यसको लागि चाहिँ मैले इङ्ग्लिस धेरै पढेको थिएँ इङ्ग्लिसको ग्रामर रुल्सहरू सबै हेरेको थिएँ अनि युट्युबको भिडियो पनि हेर्ने गर्थेँ कहिलेकाहीँ चाहिँ त्यो आफै सर्च गरेर जुन जस्तो जस्तो भिडियो आउँथ्यो हेर्दिन्छ सबै किनभने धेरै समय थियो त अनि धेरै समयमा त अब जति पनि पढ्न सकिन्छ भन्ने हो अनि क्विजको लागि अब क्विज भनेको अब सबभन्दा त्यो अलि हार्ड नै हुन्छ किनकि क्लास 10को सिलेबस भन्दा बाहिर तर पनि त्यसमा समाजबाट पनि सोध्छ भन्ने थियो अनि यस्तो क्विज जस्तो कुरा त अब यो जति पढे पनि कम नै हुन्छ जताबाट सोध्न मिल्छ अनि त्यसैले चाहिँ मैले क्विजलाई लास्टमा चाहिँ फोकस गरेको थिएँ लास्टको 1 हप्ता या 3-4 दिन पहिला त्यो त लकमा पनि डिपेन्ड गर्थ्यो समाज विधाबाट सोधेको थियो 1-2 क्वेसन अनि मेरो क्विज चाहिँ पहिला अलिक स्ट्रङ थियो त्यो रिजल्टले पनि मैले त्यहाँदेखि फोकस गरेको थिइनँ के थियो भने अब यदि सेन्चुरी पनि नाम निकाल्ने भने 90+ ऱ्याङ्क गर्छ भन्ने थियो अनि 10 मार्क्स क्विज बिग्रियो पनि 10 मार्क्स त बिग्रिएन अनि यदि 3-4 मार्क्स बिग्रियो पनि के हुँदैन भन्ने थियो मलाई तर चाहिँ जुन कुरा बिगार्नु पर्दैन त्यो कुरा नबिगार्दा नै राम्रो हुन्थ्यो मेरो लागि अनि मैले जुन कुरा नबिगार्नु पर्ने कुरा थियो जस्तै त्यो साइन्स म्याथ र इङ्ग्लिस त्यो बिगारेन त्यसमा मेन फोकस गरेँ अनि सक्दो क्विज पनि पढेँ जस्तै सोसियलबाट सोध्छ भन्ने सुनेको थिएँ मैले योभन्दा पहिलाको भन्दा नि पहिलाको वर्ष सोधेन त्योभन्दा पहिलाको वर्ष सोधेको छ भन्ने मैले सुनेको थिएँ सोधेँ मैले होइन भाइ यो ठ्याक्कै तिम्रो जर्नीमा चाहिँ एउटा जुन ग्याप जुन एससी र जुन इन्टरनेसनल ग्यापमा चाहिँ जुन तिमीलाई लागेको समस्या चाहिँ के छ एउटा मार्केटमा एससी र यो इन्टरनेसनलको ग्यापमा चाहिँ जुन समस्या मलाई लागेको थियो त्यो समस्या चाहिँ अब भन्दाखेरि सरकारले आफै सल्भ गरिसक्यो के चाहिँ त्यो ब्रिज कोर्सकै कुरा हो ब्रिज कोर्स समस्या भन्दा पनि धेरै जस्तो ठाउँमा ब्रिज कोर्सले बिजनेस धेरै जस्तो बिजनेस नै हो अनि समस्या समाधान भयो जस्तो लाग्छ अब धेरै जस्तो ठाउँमा त्यस्तो हुँदैन ब्रिज कोर्स पढेर पनि फाइदा भएको छ इभन मलाई पनि अहिले क्लास 11-12मा ब्रिज कोर्स पढेर धेरै नै फाइदा भएको छ अब क्लास 11मा चाहिँ अब 12मा चाहिँ अहिले भएन पुगेको छैन अनि क्लास 11मा चाहिँ स्टार्टिङबाट फाइदा धेरै हुन्छ अनि यदि अब
काठमाडौँको अब टप स्कुलहरूमा पढ्न चाहनुहुन्छ भने इन्ट्रान्स दिनुपर्छ अनि इन्ट्रान्सको लागि एउटा अप्सन चाहिँ केटी म्याटको छ जसको लागि चाहिँ चाहिँदैन त्यसको लागि कम्पिटिसन धेरै हाई हुन्छ अनि त्यो भनेको एउटा रिस्की टाइपको भयो यदि सरकारी स्कुल पढेको छैन भने त धेरै हार्ड नै हुन्छ निस्किन्छ भनेदेखि के को लागि प्रिपेयर गर्न चाहन्छौ त्यो कन्फर्म गर जस्तै दुईवटा अप्सन छ एउटा केटी म्याट्रिक स्कलरसिप अनि एउटा चाहिँ यो कलेजहरूमा गएर त्यो इन्ट्रान्स दिने अब के छ भने यो केटी म्याट्रिक स्कलरसिप चुज गर्छौ भने योबाट के हुन्छ भने यदि टप 50मा निकाल्छौ भने आई थिङ्क सेन्ट जेभियर मिल्छ त्यो पछि टप 150 सम्म चाहिँ सेकेन्ड कलेज यस्तै मिल्छ जस्तै अब केएमसी चुज गर्ने भए केएमसी मिल्छ अनि त्यो तिमीहरूमा डिपेन्ड गर्छ अनि यस्तै 1500-1600 सम्म स्कलरसिप मिल्छ अनि इभन जुन ठाउँमा इन्ट्रान्स जान्छौ त्यो ठाउँमा त केटी म्याट्रोबाट पनि पुग्न सकिन्छ अनि समय कम छ अब सबै सरकारी स्कुल पढेको हुँदैन सरकारी स्कुल नपढेकोलाई चाहिँ अलिक गाह्रो पर्छ टप चाहिँ टपभन्दा अलिक कम्पिटिसन हाई हुन्छ राम्रो मार्क्स ल्याउन सकिन्छ तर त्यस्तो रिस्की हुन्छ भनौँ न त्यो इन्ट्रान्स तर त्यो पेमा नाम निकाल्दै फेरि अर्को इन्ट्रान्समा त्यसो रिस्की भएन हाम्रो के छ भने यो यदि केटी म्याट्रो पढ्ने भने केटी म्याट्रोको इक्जाम दिने भने हामीले इन्ट्रान्स पनि दिनु पर्दैन डाइरेक्ट एडमिसन हुन्छ र त्योबाट ननिस्केपछि त अलि रिस्की भयो ठिक छ मानव भाइलाई हामी पोडकास्टमा यति नै कुरा गऱ्यौँ कुराहरू थियो ल थ्याङ्क यू सो मच मानव भाइ बेस्ट